मिराज ढुङ्गानाले म अब चुनावमा उठ्दा पनि उठ्दिन, भोट पनि हाल्दिन भनेको सुनेपछि दिमागमा एउटै कुरा आयो, मिराज भाइ तिमी जाऊ पब्जी खेल, तिमी लड्ने भनेको त्यही मात्र देखियो। जेन्जीको प्रतिनिधित्व गर्दै आउँछु भनेर अघि आइलाग्न खोज्ने मान्छेले यस्तो स्टेटमेन्ट दिएको सोच, तिमीलाई थाहा छ एउटा भोटको कति महत्व हुन्छ? अहिलेसम्म हामी नेपालीले भोट चिन्न नसकेर यत्रो खोटपूर्ण राजनीति देख्दै आउनु परेको छ। भोटको मोल तिमीले अझै पनि बुझेको छौ जस्तो मलाई चाहिँ लागेन। मासु भातमा बिक्ने भोट एटलिस्ट पेट पाल्नलाई त बिकिरहेका थिए, तिमी केमा बिक्दैछौ? अनि अर्को कुरा, रातारात चेन्ज हुँदैन नेपाल, त्यो कुरा दिमागमा अहिले छिराइहाल। अनि जति चाँडो छिराउँछौ त्यति नै फाइदा हो तिमीलाई। राजनीति गर्न सजिलो छ, सोसियल मुद्दाहरूमा आवाज उठाउन सजिलो छ, 2 दिनको सोसियल मिडियाको फेम जस्तो होइन नि यो। एउटा परिवर्तनको लागि राजनीतिज्ञहरूले जिन्दगी दिएका हुन्छन्। तिमीलाई चाहिएको छ 1 घण्टामा, चाँडै सबै कुरा परिवर्तन होस् भनेर आशा गर्नु रङ होइन, तर तिमीले बाटो पनि बुझ्नुपर्छ। देशमा परिवर्तन ल्याउन राजनीतिमा त्यस्तै चासो छ भने संविधान पनि पढेर आऊ, कसरी काम गर्छ, देश कसरी बनेको छ, संविधान कसरी चल्छ, देशमा सत्ता कसरी चल्छ, संविधान के हो, कानुनले के भन्छ, यी सबै कुराहरू पनि त बुझ्नु पर्यो नि हैन। कोट लगायो, टाई सुट लगायो, अगाडि आयो, इन्टरभ्यू दियो, अनि तिमी भयो राजनीतिज्ञ। यसरी नै पुरानाले जसरी राजनीति गर्ने भए तिमी नै किन चाहियो र? ओली, देउवा, प्रचण्ड छँदैछन् नि। एउटा कुरा के बुझ, तिम्रो समय अझै आइसकेको छैन। मान्छेले तिमीलाई चिनिरहेको छन्, आफ्नो क्रेडिबिलिटी बढाऊ, अहिले मुद्दाहरू उठाऊ। भोलिको दिनमा चुनावपछि चुनिएर आएका प्रतिनिधिहरूले गरेका कामहरू अडिट गर, क्वेसन सोध। कुनै पनि चिज यदि एथिकल रूपमा भएको छैन भने त्यसलाई मुद्दा बनाऊ, तर यस्तो फोहोरी राजनीति चाहिँ नगर। अब हामीलाई यस्तो चाहिँ चाहिएन।